2082 असोज 1 गते बुधबारको गोर्खापत्र ज्ञानसागर लिएर म उपस्थित भएको छु। आउनुहोस् सुरु गरौँ। नेपालको इतिहासमा पहिलो पटक महिला प्रधानमन्त्री बन्न सफल व्यक्तित्व सुशीला कार्की हुनुहुन्छ। कार्की विक्रम सम्वत 2082 भदौ 27 गते प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको हो। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नेपालको संविधानको धारा 61(4) को आधारमा कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरिएको हो। जेन्जी आन्दोलनकारीको रोजाइमा परेर नेपालको पहिलो महिला सरकार प्रमुख बन्नुभएको नवनियुक्त प्रधानमन्त्री कार्कीको प्रमुख कार्यभार 6 महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन गराउनु रहेको छ। कार्कीले विक्रम सम्वत 2073 असार 27 देखि 2074 जेठ 24 सम्म नेपालको पहिलो महिला प्रधान न्यायाधीशको रूपमा समेत कार्यभार सम्हाल्नु भएको थियो। प्रधान न्यायाधीशबाट अवकाश भएको करिब 8 वर्षपछि उहाँले कार्यपालिकाको नेतृत्व गर्ने नेपालको पहिलो महिला सरकार प्रमुखको इतिहास रच्नु भएको छ। नेपालको इतिहासमा पहिलो पटक महिला महान्यायाधिवक्ता बन्न सफल व्यक्तित्व सविता भण्डारी हुनुहुन्छ। विक्रम सम्वत 2082 भदौ 29 गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता भण्डारीलाई नियुक्त गरिएको हो। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो। न्यायिक वृत्तमा सबैले गुरु मान्ने कृष्णप्रसाद भण्डारीको छोरी सविता राष्ट्रिय सूचना आयोगकी पूर्व आयुक्त पनि हुनुहुन्छ। पहिलो महान्यायाधिवक्ता चाहिँ कालीप्रसाद उपाध्याय हुनुहुन्छ। नेपालमा भ्रष्टाचारको विरोध एवं सामाजिक सञ्जालमाथि प्रतिबन्धको विषयमा केन्द्रित रही जेन्जी पुस्ताको आन्दोलन कहिले सञ्चालन भएको हो। विक्रम सम्वत 2082 भदौ 23 र 24 गते डिजिटल प्रविधि र सामाजिक सञ्जालमा सशक्त बनेको जेन्जी पुस्ता आफ्ना मागहरू उठान गर्दै सशक्त रूपमा आन्दोलनमा उत्रिएको थियो। विश्वमा सर्वप्रथम एआई मन्त्री बनाउने देश अल्बानिया हो। सन् 2025 सेप्टेम्बर 11 मा एआई मन्त्री नियुक्त गरिएको थियो र उक्त एआईको नाम डिएला हो र यसको उद्देश्य भ्रष्टाचार नियन्त्रण र पारदर्शी शासन व्यवस्था प्रवर्धन गर्नु रहेको छ। अल्बानियाका प्रधानमन्त्री एडी रामाले आफ्नो मन्त्री परिषदमा विश्वकै पहिलो एआई मन्त्री नियुक्त गरेका छन्। यो ऐतिहासिक जिम्मेवारी डिएलाले पाएकी हुन्। नेपालमा राष्ट्रिय बाल दिवस भदौ 29 गते मनाइन्छ। विक्रम सम्वत 2082 अथवा 61औं बाल दिवसको नारा बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी रहेको छ। विक्रम सम्वत 2063 देखि नेपालले संयुक्त राष्ट्रसङ्घ बाल अधिकार सम्बन्धी महासन्धि 1989 लाई अनुमोदन गरेको दिन 2047 भदौ 29 को सम्झनामा हरेक वर्ष यो दिवस मनाउन थालिएको हो। जेन्जी पुस्ताको आन्दोलन पश्चात गठित अन्तरिम सरकारले प्रतिनिधि सभाको निर्वाचन विक्रम सम्वत 2082 फागुन 21 गते गर्ने घोषणा गरेको छ। युनेस्कोद्वारा वास्तुकलाको राजधानीको रूपमा घोषणा गरिएको सहर रियो डी जेनेरियो हो। वायुमण्डल नभएको ग्रह भनेर बुध ग्रहलाई चिनिन्छ भने म्याग्नेटिक फिल्ड या चुम्बकीय क्षेत्र नभएको ग्रह भनेर शुक्र ग्रहलाई चिनिन्छ। अफ्रिका महाद्वीपकै ठुलो जलविद्युत आयोजना ग्रान्ड इथियोपियन रेनेसान्स ड्याम हो। यो ब्लू नाइल नदीमा बनाइएको छ। यो इथियोपियाको ठुलो जलविद्युत आयोजना हो। यसको कुल उत्पादन क्षमता 5150 मेगावाट रहेको छ। झन्डै 5 अर्ब अमेरिकी डलरमा यो आयोजना निर्माण भइरहेको छ। नेपालले विश्व स्वास्थ्य सङ्घ WHO को सदस्यता सन् 1953 सेप्टेम्बर 2 मा प्राप्त गरेको हो। मुलुकभरिका स्थानीय तहका उपमेयर र उपाध्यक्षको राष्ट्रिय सम्मेलन विक्रम सम्वत 2082 जेठ 23 र 24 गते विराटनगरमा सम्पन्न भएको हो। सम्मेलनले 20 बुँदे विराटनगर घोषणापत्र समेत जारी गरेको छ। प्रस्तावित मेरा पिक राष्ट्रिय निकुञ्ज
सोलुखुम्बु जिल्लामा पर्दछ। सरकारले राष्ट्रिय योजना आयोग अन्तर्गत राष्ट्रिय अनुसन्धान तथा विकास परिषद स्थापना गर्ने निर्णय गरेको छ, जुन 2082 सालको कार्तिकभित्र स्थापना गर्ने निर्णय भएको छ। 2082 जेठ 5 गते बसेको मन्त्री बैठकले यो कार्ययोजना स्वीकृत गरेको थियो। म्युजिक खबर दीर्घ साधना सम्मान 2081बाट सम्मानित हुने स्रष्टा गीतकार यादव खरेल हुन्। उनी चलचित्र निर्माता पनि हुन्। जितिया पर्व तराई क्षेत्रमा प्रचलनमा रहेको छ। आफ्ना सन्तानका लागि निराहार व्रत बसेर सन्तानको सुख, शान्ति र चिरायुको कामना गर्दै यो पर्व असोज कृष्ण पक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरी 3 दिनसम्म मनाउने गरिन्छ। तराईका जिल्लामा थारू तथा मैथिली महिलाले विशेष महत्त्वका साथ मनाउने जितिया पर्वमा जितवाहन भगवानको पूजा आराधना सहित कठोर व्रत बस्ने चलन रहेको छ। बेल्ट एन्ड रोड साहित्यिक सञ्जालको स्थापना सन् 2021 सेप्टेम्बर 7 मा गरिएको हो। कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको स्थापना विक्रम सम्वत 2078 असोज 12 मा भएको हो। अन्तर्राष्ट्रिय ओजोन तह संरक्षण दिवस सेप्टेम्बर 16 मा मनाइन्छ। यी जानकारीहरू गोरखापत्र ज्ञानसागरको लागि टङ्क केसीले सङ्कलन गर्नुभएको हो। हस्त भिडियो हेर्नुभएकोमा धेरै धेरै धन्यवाद। फेरि अर्को भिडियोमा भेटौँला।